ल आज चाहिँ भर्खरै हाम्रो अशोकजीसँग भेट भयो। म सानो बच्चा हुँदाखेरि होइन अशोकजी हामीले नेपालमा चिनेको अनि अहिले हेर्नुहोस् त अहिले हजुरको पोलिसी ऋणलाई मैले कति कुरा सुनेर हामी सरसल्लाह गरेर अनि फाइनल्ली हामी त्यो ठाउँमा आइपुग्यौँ र पोलिसी पनि लियौँ। कस्तो लाग्यो हजुरलाई ओभरअल एक्सपिरियन्स सर्भिस भनिदिनुहोस् हाम्रो दर्शकहरूलाई। भाइ म आज चाहिँ जीवनको धेरै खुसीका दिनहरू मध्ये आजको दिनलाई पनि खुसीको दिनको रूपमा लिएको छु। किनभने मैले धेरै अगाडिदेखि यो इन्सुरेन्स गर्छु, लाइफ इन्सुरेन्स गर्छु यहाँ युके आएपछि भनेर सोचिरहेको थिएँ, तर यो हुन सकिरहेको थिएन। अस्ति अकस्मात फेसबुकमा तपाईँको एउटा भिडियो देखेँ र म एकदमै चाहना भएको कारणले गर्दाखेरि मैले तपाईँलाई इमिडिएटली कल गरेँ र तपाईँप्रति म धेरै आभारी छु। किनभने मैले फोन गर्ने बित्तिकै ल दाइ यो दिन आम भन्ने भन्नुभयो, तपाईँ इन टाइममा आइदिनु भयो र मेरो यो जुन सपना थियो, जुन इच्छा थियो त्यो आज तपाईँले पुरा गरिदिनु भयो। जब अहिले यो हामीले डन गऱ्यौँ त्यसपछि मैले फिल गर्दैछु भाइ, यति शीतलको फिल भइरहेछ, यति एउटा राहतको फिल भइरहेछ, बेग्लै अनुभव गरिरहेको छु। किनभने मेरो ब्याकअपमा भोलि मलाई आउने दिनहरूमा पलहरूमा त्यस्तो केही नहोस्, तर यदि केही भइहालेछ भनेदेखि पनि मेरो पछाडि छ, मैले त्यो इन्सुरेन्स गरेको छु, त्यसले मलाई सेफ गर्छ भन्ने कुरामा म एकदम ढुक्क छु। र तपाईँले सर्च गरेर एकदम बेस्ट र तपाईँमाथि एकदमै म विश्वास राख्छु। किनभने हामी एकै ठाउँको मान्छे र चाइल्डहुडदेखिको हो र यस्तो चाहिँ जो पायो मान्छेसँग गर्नुभन्दा होइन अलिकति एउटा प्रोफेसनल त्यो भएको गर्दाखेरि चाहिँ राम्रो हुँदो रहेछ र त्यो मैले अनुभव गरेँ। र मैले आज त्यो इन्सुरेन्सको जुन एउटा प्लान हो त्यो मैले कम्प्लिट गरेँ र म सबैजनालाई चाहिँ एउटा अनुरोध गर्छु, सुझाव दिन्छु, सल्लाह दिन्छु, मान्नु नमान्नु, लिनु नलिनु आफ्नो उसको कुरा हो, तर भविष्य वी डोन्ट नो, फ्युचर वी डोन्ट नो, एनी टाइम एनिथिङ ह्यापन। त्यो भएको कारणले गर्दाखेरि आफूले कमाएको सेभ गरेको एउटा सानो पैसा जम्मा गरेर राखिदिँदाखेरि भविष्यमा आउन सक्ने भवितव्यहरूमा हामी धेरै सुरक्षित हुन्छौँ। र त्यसको लागि चाहिँ अहिले यो नसोचौँ कि कति वर्षपछि के हुन्छ, यत्रो समयसम्म यति पैसा जाँदो रहेछ भने त्यो तरिकाले सोच्नुभन्दा पनि पछिको लागि चाहिँ अहिले कमाएको एउटा सानो हिस्सा राखिदिँदा त्यो बेलामा चाहिँ एउटा ठुलो राहत चाहिँ एउटा अनुभव हुन्छ आफूलाई, होइन राहत पाएको फिल हुन्छ। त्यो भएको कारणले आज म धेरै खुसी छु। मलाई भन्दा पनि तपाईँलाई धेरै धन्यवाद, होइन धेरै आभारी छु र तपाईँ यो सेक्टरमा लाग्नु भएको रहेछ र यो भिडियो हेरेर अरू कोही नेपाली साथीहरू कोही त्यस्तो हुन्छ तपाईसँग मिट गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस्, मसँग तपाईँको डिटेल छ र म त्यो तपाईँहरूलाई प्रोभाइड गर्छु र भोलिको दिनको लागि सुरक्षित रहनको लागि आफू, आफ्नो परिवार र सबैको एउटा ब्राइट फ्युचरको लागि चाहिँ अहिलेबाट नै आफूले गरेको अलिकति सानो हिस्सालाई चाहिँ बचत गरेर गरौँ भन्न चाहन्छु। हस्, थ्याङ्क यू अशोकजी, यति राम्रो राम्रो शब्दहरू भनिदिनु भयो मेरो लागि। र अन्तिममा मेन कुरा चाहिँ यही हो कि जसले पनि यो अहिले भिडियो हेर्दै हुनुहुन्छ उहाँहरूलाई म के भन्न चाहन्छु भने इन्सुरेन्स सम्बन्धी एकचोटि बुझ्नुहोस्, सोध्नुहोस्, लिने नलिने त्यो पछिको कुरो हो। मैले चाहिँ युकेमा चाहिँ मोर्गेजको काम गर्दिनँ, म स्पेसलिस्ट ओन्ली इन्सुरेन्सको लागि हो। त्यही भएर मसँग एकदम डिप र भास्ट नलेज छ यसको बारेमा। यसको उपयोग गर्नुहोस्, सोध्नुहोस्, डिएम गर्नुहोस्, मेसेज गर्नुहोस्, कल गर्नुहोस् एनी टाइम, अनि यसको बारेमा थाहा पाउनुहोस्। र यसरी नै हामीले अशोकजीलाई जसरी आज हामीले लिटरली आज लगभग 5 घन्टा लाग्यो होला, हामीले कन्भर्सेसन गऱ्यौँ, दुःख सुखको कुरा गऱ्यौँ, यता गऱ्यौँ उता गऱ्यौँ, फाइनली हामी त्यो पोइन्टमा आएर बल्ल राइट प्रोडक्ट पायौँ। यो नै हो मैले गर्ने भनेको सिधै आएर सेल गर्ने होइन, सुन्ने, बुझ्ने अनि राइट रेकमेन्ड गर्ने अनि त्यसपछि गएर उहाँलाई चाहिँ डिसिजन गर्न दिने। अब यो विषयमा मलाई अर्को एउटा कुरा के भन्न मन लाग्यो भने यदि तपाईँमा यति नलेज र एउटा राइट खालको एउटा सल्लाह दिउँ भन्ने तपाईँलाई हुन्थेन भने तपाईँले धेरै मलाई अप्सनहरू देखाउनु भयो। यो नहुँदा यस्तो हुन्छ, यो नहुँदा यस्तो हुन्छ, यो गर्दा यस्तो हुन्छ, ऊ गर्दा यस्तो हुन्छ, यसले यहाँ यो गर्छ, ती सबै कुराहरू क्लियर गरिदिनु भयो। र तपाईँको एउटा राम्रो मलाई पक्ष के लाग्यो भने सबै कुरा भनिसकेपछि तपाईँले पुस गर्नुहुन्न, तपाईँले स्वैच्छिक रूपमा छोडिदिनुहुन्छ। तपाईँलाई कस्तो लाग्यो यो नसोच्नुहोस् कि आज आएर मैले 3 घन्टा तपाईँलाई टाइम दिएँ, उहाँदेखि डिजल खर्च गरेर आएँ, त्यो गरेर आएँ, अब तपाईँले गर्नुपर्छ भनेर
तपाईँले यति पुस गऱ्यो भने यो यस्तो हुन्छ भनेर भनिदिँदेखि मान्छेले ओहो के हो भनेर भनिन्थ्यो तर हजुर। तपाईँमा त्यो रहन्छ त्यो एकदमै मलाई सबैभन्दा चित्त बुझेको पक्ष थियो थ्याङ्क यू सबै कुरा भनिदिने हजुर र डिसिजन तपाईँको हजुर यदि तपाईँलाई अहिले ऊ गर्नु छैन भने इट्स ओके हजुर डोन्ट वरी हजुर मैले टाइम स्पेन्ड गरेँ यो मेरो ऊ हो हजुर मैले यसलाई नर्मल रूपमा लिन्छु हजुर तपाईँले यो नसोची आएँ यत्रो खर्च गरेँ हजुर। मैले त्यतिकै फर्काएँ हजुर त्यो तपाईँले कहिले सोच्नु भएन तपाईँले भन्नु भएन हजुर त्यहाँनिर मलाई चित्त बुझ्यो र मैले चाहिँ तपाईँले सबै कुरा भनिसकेपछि मैले इमिडिएटली डिसिजन लिएँ हजुर किनभने मैले यदि यो टाइम लुज गरेँ भने फेरि यो समय आउन मलाई कति लाग्छ एक्ज्याक्टली कति समय लाग्छ सही त्यो हो बेला टु लेट हुन नि सक्छ हुनसक्छ होइन होइन त्यो भएको कारणले गर्दाखेरि मैले आउनुभयो सबै कुरा भन्नुभयो मैले जस्ट तपाईँले अझ होइन सोच्नुहोस् तपाईँले केही समय दाइ भनेर भन्नुभएको थियो नो अघि फाइनल डिसिजन नाउ गो अहेड हो त्यो चाहिँ हो त्यो भएको कारणले गर्दाखेरि मैले अहिले डिसिजन गरेँ मलाई अहिले यति शीतल रिलिफ मलाई फिलिङ भएको छ किनभने मेरो ब्याकअपमा छ हजुर ब्याकअपमा छ आई एम ह्याप्पी र म तपाईँलाई एउटा कुरो विश्वास दिलाउँछु मैले भनेर सकेर गरेर के गरेर हुने ठाउँसँग बिजनेसको लागि म फुल्ली सपोर्ट गर्छु हजुर मैले तपाईँलाई त्यो बिजनेसलाई सपोर्ट गरेन कसैको लाइफ ह्याप्पी बनाउनलाई मैले त्यो गरेर हुन्छ हो डेफिनेटली तपाईँको र मेरो बिचमा त केही छैन भोलि मैले कसैलाई त्यहाँ ल यसरी गर्नुहोस् मैले गरेको छु भनेर भन्यो भने भोलि समथिङ के ह्यापन भइहाल्यो भने ओहो ल हजुरले भन्नुभएको थियो त्यो कारणले भयो हो तपाईँलाई अहिले यसो आउँछ भने तपाईँको त्यो एउटा भिडियोले काम गरे हो त्यसरी यदि हुन्छ त्यो कि? भिडियो फेसबुकमा नदेखाए भएदेखि हजुर मैले तपाईँलाई कन्ट्याक्ट गर्ने थिएँ मलाई थाहा पनि थिएन हो त्योभन्दा अगाडि तपाईँ 3 पल्ट भेटघाट भएको थियो हो मैले अहिले पनि भन्छु तपाईँ यसमा आबद्ध हुनुहुन्छ कसैलाई भेट्नु भने यो कुरा भन्नुहुन्छ तपाईँले किन भन्नु भएन हो म त म त्यसमा डेफिनेटली दुखी छु म त ठिक छ होइन अबदेखिबाट त मैले त्यही भएर एउटा काइन्ड अफ एउटा प्रोमिसै गरेको छु कि जोबाट मान्छे पनि मैले भेट्छु बोल्छु चिनेको छु म त गएर यो बारेमा भन्छु त्यसपछि उहाँले लिने नलिने उहाँको कुरो हो। अनि अर्को कुरो चाहिँ मैले एड गर्न चाहे मेरो चाहिँ मूल उद्देश्य नै के हो भने यो इन्सुरेन्स सम्बन्धी जुन पर्सेप्सन हामी नेपालीहरूले स्पेसली बोकेर हिँडेका छौँ यो पर्सेप्सनै चेन्ज गर्न आएको हो कि म त्यही भएर म जहिले नै भन्छु म हजुरहरूलाई राइट एडभाइस दिन्छु पछि गएर हजुरले लिने नलिने हजुरहरू सोच्नुहोस् बुझ्नुहोस् सल्लाह गर्नुहोस् जे गर्नुहोस् तर एकचोटि सुन्नुहोस् त्यति मात्रै हो मेरो रिक्वेस्ट एकचोटि सुन्नुहोस् होइन 5-10 मिनट 10 मिनट 15 मिनट 20 मिनट कति जान्छ एकचोटि सुन्नुहोस् त्यति चाहिँ गरिदिनुहोस् बाँकी त अब हाम्रो अशोकजीले जुन प्रोडक्ट पाउनु उहाँ ह्यापी हुनुहुन्छ के पनि भन्नु मन लागेको छ नि जस्तै 7 समुद्र पारी आएमा एकै ठाउँमा जन्मेको थियौँ एकै ठाउँमा खेलेका थियौँ अनि 7 समुद्र पारी आएमा नि तपाईँले यहाँ आएर जतिजना नेपालीलाई गराउनु भयो तपाईँ सम्झिनुहोस् भोलि एक दिन त यो संसार छोडेर जसले पनि जानु छ होइन कतिखेर कहाँ के हुन्छ वी डोन्ट नो होइन तर के भने यदि योबाट कसैले बेनिफिट लिइसक्नु भएको छ उहाँले तपाईँलाई कति आशीर्वाद दिनुहुन्छ कि मेरो यो गर्ने चाहना थिएन अथवा यसरी मैले भेटेको थिएँ उहाँले भन्नुभयो यस्तो गर्नुहोस् भनेर भन्नुभयो उहाँले भन्नुभएको कुरालाई मैले स्वीकार गरेँ आज मलाई यति राहत भयो मलाई आउनु दिने यस्तो भयो र कोहीले त्यस्तो भएर गयो भने पनि उसले के सोचिरहेको हुन्छ भने मैले यति गरिदिएको थिएँ मैले आफूले हुँदाखेरि गरेको थिएँ त्यो चाहिँ फ्यामिलीले उसले पायो ऊ अलिकति होला भने उहाँको आत्मालाई पनि शान्ति मिल्छ नि त त्यस्तो हुन्छ त्यो लाइफ भनेको यति मात्रै भन्छु म हामीलाई थाहा छैन कतिखेर कहाँ के हुन्छ कसो हुन्छ त्यसलाई अलिकति सुरक्षित गरौँ कमाएको पैसा कति छ होइन के छ कसो छ गर्न सकेसम्म धेरै मान्छेले के सोच्छ इमिडिएटली त्यो फिडब्याक खोज्छ पछिको लागि कति समय इन्भेस्ट गरेर कति समय पछाडि हुन्छ त्यसले सबभन्दा ठुलो भूमिका खेल्छ किन थाहा हुँदैन अप एन्ड डाउन भइरहेको हुन्छ लाइफमा अप एन्ड डाउन भइरहेको हुन्छ त्यो डाउन भइरहेको बेला नि अप गर्नलाई सपोर्ट गर्छ नि त त्यो चाहिँ सबभन्दा ठुलो कुरा हो मेनै त्यही हो यसको उद्देश्य नै एकदम राम्रो छ कि राम्रोसँग यो तरिकाले यसलाई युटिलाइज गरे भने यो इन्सुरेन्सको उद्देश्य एकदम राम्रो छ तर त्यसको लागि चाहिँ राम्रो एडभाइजर चाहियो सबैलाई त्यही राम्रो एडभाइजर चाहियो प्लिज कन्ट्याक्ट गर्नुहोस् केही सल्लाह सुझाव चाहिएमा अलवेज अभाइलेबल थ्याङ्क यू अशोकजी है त थ्याङ्क यू बाई बाई बाई